साथीहरु तपाईहरुलाई स्वागत छ भेजिटेरियन किचनमा। आज चाहिँ मैले बनाउँदै छु कटरको सब्जी। अघिपछिको भन्दा एकदमै भिन्न तरिकाले बनाउँदै छु। मैले कटरलाई काटेर यतिको गरेर रेडी गरे, त्यसमा आलु पनि एड गरेको छु थोरै। अनि मैले चाहिँ यता लसुन अदुवालाई अदुवाको पेस्टलाई पनि मिक्सर गर्दै छु। अनि काटेर राखेको कटर र आलुलाई एउटा भाँडामा रेडी गरेर त्यसमा मैले राख्दै छु थोरै बेसार, थोरै मसला अनि थोरै धुलो खोर्सानी पनि एड गरे। अनि मैले यसरी काटेर राखेको प्याजलाई पनि एड गर्छु। त्यसपछि मसलाहरू सबै थोक मैले एड गरेर मिक्सर गरेर अघि रेडी गरेको टमाटरको पेस्ट अनि अदुवा लसुनको पेस्ट सबै एड गरेर थोरै तेल पनि एड गरेर मजाले यसलाई मिक्स गरेर मजाले मोल्देर यतिको बनाउँछु। त्यसपछि मैले एउटा कुकर बसालेर कुकरमा हालेर यसलाई 2 सिटी लगाएर निकालेछु। त्यसपछि मेरो कटर खानको लागि रेडी भयो। अनि त्यहाँबाट मैले माथिबाट सर धनिया पनि एड गरे।